konnichiwa and welcome to my channel. सन्चै हुनुहुन्छ? I hope you all are doing good. I'm also doing great. आज चाहिँ मैले टोकियो मिठाईवालाबाट मिठाई मगाएको थिएँ and 3 years भयो लड्डु सड्डु केही नदेखेको नखाएको अनि एकदम खान मन लागिरहेको थियो सोचिरहेको थिएँ अब आफै बनाउन आउँदैन and पछि चाहिँ अस्ति भर्खर खुल्यो सायद कति महिना पो भयो न्यूज देखाएको थिएँ टोकियोमा खुल्यो भनेर आई वाज सो ह्याप्पी तर के गर्नु टोकियो जानु असम्भव त होइन कहिले जानु कहिले खानु है तर थ्याङ्क्स टु डेलिभरी सर्भिस धन्न डेलिभरी हुन्छ मैले अनि त्यहाँ 4वटा सेट बक्स थियो अनि 3880 ओके कति थियो सरी 3880 हो क्या मैले ठ्याक्कै प्राइस बिर्सेँ अनि यो बक्सभित्र चाहिँ खै के पो छ कतिवटा आइटम थियो अनि अहिले चाहिँ यो 3000 प्राइस भएको चाहिँ सायद तिहारको अकेजन भएर होला लिमिटेड छ भयो भने चाहिँ म खोल्छु है अब के रहेछ हेरौँ बटल छैन लड्डु र अनि उयो चेरी है निम्की अनि के हो पुरान दानाको हो क्या दालमोटहरू भएको जेरी कति पिस अनि आयो लड्डुको नाम चाहिँ थाहा छैन फेरि लड्डु चाहिँ सायद बेसनको लड्डु अनि अर्को बर्फी नै भन्छ के भन्छ मैले त बिर्सेँ नेपालीमा यो कचौडी के हो कतिवटा 1 2 3 4 5 6 ओहो मिठाई नै मिठाई यति धेरै मलाई चाहिँ लड्डु चाहिँ खानु मन थियो टेस्ट लड्डु बुन्दी लड्डु रहेछ त्यहाँ रहेछ नि त नाम 11-21 आज कति हो 11-21 यो चाहिँ कास्यु नट काजु कत्ली भन्दो रहेछ त नेपालीमा बर्फी नै हो क्या जलेबी बेसन लड्डु नमक परे भन्छ नवरत्न मिक्स रे ओहो I want to eat लड्डु ओ भिडियो त्यस्तै भइरहेको छ सरी सो चिन्ता गर्नु पर्दैन है अब जापानमा सबै पाउँछ नेपाली खानाहरूदेखि लिएर अब लड्डु सड्डु पनि पाउने भइसक्यो नपाउने के चाहिँ छ र ढुक्कासँग आए हुन्छ नि जापानमा खानेकुराको चिन्तै गर्नु पर्दैन 1 2 3 4 5 6 7 8 पिस happy
यही मात्रै देखाउनु थियो आज मलाई थ्याङ्क यू फर वाचिङ माई भिडियो टोकियो मिठाईवालाको चाहिँ फेसबुक पेज छ अनि तपाईँहरूले त्यसबाट अर्डर गर्न सक्नुहुन्छ मैले नि फेसबुकबाट अर्डर गरेको है टोकियो मिठाईवाला भनेर छ फेसबुक पेज थ्याङ्क यू बाई बाई अब टन्नै खाने हो एक्लैले खाइसक्दिनँ खान भएर आउनुहोस् है